नम्बर 1, के तपाईलाई थाहा छ हर्क साम्पाङको पूरा नाम हर्कराज राई हो, तर उनलाई हर्क साम्पाङ भनेर चिन्ने गर्छन्। नम्बर 2, हर्क साम्पाङको जन्म विक्रम सम्वत 2035 सालतिर धनकुटा जिल्लामा भएको हो। नम्बर 3, हर्क साम्पाङ बाल्यकालदेखि नै सरल, इमानदार र परिश्रमी स्वभावका थिए। नम्बर 4, हर्क साम्पाङले कृषि र वातावरण सम्बन्धी विषयमा अध्ययन गरेका छन्। विद्यार्थी जीवनदेखि नै उनी सामाजिक र वातावरणीय गतिविधिमा सक्रिय थिए। नम्बर 5, हर्क साम्पाङले धरानमा पानीको समस्या समाधान गर्न निरन्तर सङ्घर्ष गरेर उनी चर्चित बने। नम्बर 6, हर्क साम्पाङले स्वतन्त्र उम्मेदवारको रूपमा 2079 सालमा धरान उपमहानगरपालिकाको मेयरमा विजय हासिल गरेका थिए। नम्बर 7, हर्क साम्पाङ मेयर बनेपछि श्रमदान गरेरै धरानका जनताका घर घरमा पानी पुर्याएर पानीको समस्या समाधान गरे। नम्बर 8, हर्क साम्पाङ दलविहीन राजनीतिक र जनसेवाको पक्षमा थिए, तर अहिले उनले श्रम संस्कृति पार्टी खोलेका छन् र उनको पार्टीको चुनाव चिन्ह माटाको ढिस्को रहेको छ। गाइज, यस्ता इन्फर्मेटिभ भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब, सेयर गरिदिनु।